नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु आचार्य केदार प्रसाद च्यानलमा। आज म के नवग्रहले मानव पीडा दिन्छ भन्ने सन्दर्भमा केही कुरा जानकारी गराउन गइरहेको छु। नवग्रह भनेका सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शनि, राहु र केतु हुन्। यद्यपि ज्योतिष विज्ञानले अन्य तारा र उल्का पिण्डको खोज, अन्वेषण र परिभाषा गर्ने जमर्को गरे पनि मानवमा प्रभाव पार्ने ग्रह उपयुक्त 9वटा मात्र मानिन्छ। मानव जीवनको संसर्ग भएपछि अर्थात् प्रकृति र पुरुषको प्राय संसर्ग भएपछि को अवस्थामा दिव्य तेजलाई, ईश्वरीय शक्तिले आत्मारूपी ज्योतिलाई प्रक्षेपण गर्दछ। प्राणी मरेपछि सबैको आत्मा एकीकृत भएर बन्ने एउटा ज्योतिर्पुञ्ज नै आत्मारूपी ज्योति हो। त्यो नै ईश्वर सत्ताका आधार हो। प्राणीको शरीर र आत्माको विच्छेदपछि पञ्चतत्त्वमा लय हुन्छ भने आत्मज्योति ब्रह्माण्डको शून्यमा एकीकृत हुन्छ। त्यो एकीकृत डल्लो जगतको लय नहुन्जेल रहन्छ र जसको आवरण त्रिकालदर्शी हुन्छ। आवरणले देखेको उपयुक्त कोषमा प्राण प्रवेश गर्दछ, जसको सम्बन्ध प्राणीको र आत्मज्योति पुञ्ज अर्थात् ईश्वरीय सत्तासँग प्रत्यक्ष सम्पर्क हुन्छ। माताको गर्भमा अर्थात् योग नगरीमा अनेकौं बाचा कसम खाएर जन्म मृत्युको चक्रबाट छुटकारा पाउने इच्छाले परीक्षा दिनका लागि मृत्युलोकमा आउँदछ। मुक्ति पाउन वा ईश्वरीय पिण्डको आवरण बन्ने चाहना राख्ने आत्मज्योतिको सम्बन्ध प्राणीको शरीरसँग बन्दछ। त्यो प्राणी जब यस संसारमा आउँछन् त्यसपछि ईश्वरीय सत्तासँगको प्रत्यक्ष सम्बन्ध टुट्न जान्छ। योग नगरीबाट आएको आत्मासहितको जीव भोग नगरीमा हराउन पुग्दछ। जब ईश्वरीय पिण्डबाट सम्पर्क छुट्छ र यस संसारमा आउँछ अर्थात् जीव जन्मन्छ, त्यही समयमा नवग्रहको ज्योतिसँग आत्मारूपी ज्योतिको सम्पर्क हुन्छ। त्यही सम्पर्क हुने समय अर्थात् जन्म समयका आधारमा नै नाम राखिन्छ। यही नवग्रहको ज्योति र प्राणीको ज्योति बीचको सम्बन्ध र सम्पर्कको अध्ययन गर्ने शास्त्र नै ज्योतिष शास्त्र हो। यही ज्योति बीचको सम्पर्कको वैज्ञानिक अध्ययन गर्ने विज्ञानलाई ज्योतिष विज्ञान भनिन्छ। यही समयका आधारमा राशि, नाम, चरण, नक्षत्र आदि छुट्याइन्छ, जो सङ्कल्पमा भन्ने गरिन्छ। यही जन्म समयमा नवग्रहले के कस्तो ज्योति अर्थात् प्रभाव प्रदान गरे भन्ने आधारमा जीवनको फलाफल बताइन्छ। ग्रहहरूले मानवलाई जन्म समय र अरू बेला के कस्तो प्रभाव पारिरहेको छ भन्ने गणना गरिन्छ। ग्रहले राम्रो नराम्रो कस्तो प्रभाव पारेको छ भन्ने अध्ययन गरिन्छ। ग्रहले राम्रो प्रभाव पार्यो भने राम्रै हुन्छ, हरेक कार्यमा सफलता प्राप्त हुन्छ। यदि अशुभ प्रभाव पारेको छ भने वैदिक पद्धति अनुसार वैदिक ऋचाहरूको उच्चारण गरी सङ्कल्पित स्थानतर्फ ध्वनिको प्रक्षेपण गरिन्छ। त्यो ध्वनिले ग्रह तथा मानव बीचको खराब तत्त्वलाई हटाउँदछ र ग्रह शान्ति हुन्छ। आवश्यक प्रभावलाई ग्रहण गर्न र नकारात्मक प्रभावलाई हटाउनको लागि यो काम गरिन्छ। भगवानको मन्त्र जप पाठ पूजा गर्नाले ग्रह शान्ति हुन्छ र सकारात्मक प्रभाव मन, मस्तिष्क र कर्ममा पर्दछ। व्यावसायिक कार्यमा सकारात्मक प्रभाव पर्दछ। सैद्धान्तिक विधि विधान अनुसार पूजा पाठ जप हवन आदि गरी लाभ प्राप्त गराउन विज्ञको आवश्यकता पर्दछ। त्यसकारणले नवग्रहको प्रभाव हुन्छ। राम्रा ग्रह चल्दा राम्रो हुन्छ, नराम्रा ग्रह चल्दा नराम्रो हुन्छ। मानवलाई नवग्रहले पीडा पनि दिन्छ, सुख शान्ति समृद्धि पनि दिन्छ। सबै कुराको समन्वय भएको हुन्छ। हस्त, जय होस्।